पाल्नु भएको छ। सोपाल बाबा समूह तथा आमा समूह हाम्रा प्रतिनिधिज्यूहरूले हामीलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै हुनुहुन्छ। सोपाल आमा समाज पोखराको तर्फबाट हामीलाई रु 10,000 प्राप्त भएको छ। त्यसै गरी सोपाल बाबा समूहको तर्फबाट हामीलाई रु 10,000 गरी संयुक्त रूपमा हामीलाई रु 20,000 प्रदान गर्दै हुनुहुन्छ। उहाँलाई तालीले धेरै धेरै धन्यवाद व्यक्त गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। कृपया खेल मैदानभित्र रसीबन्धभित्र हुनुभएको दर्शकहरू रसीबन्ध बाहिर गइदिनुको लागि अनुरोध गर्दछौँ। एकजना टिम कोचको लागि ठाउँ राखिएको छ। अरू रसीबन्ध बाहिर गइदिनु होला। रसीबन्ध बाहिर त्यो साइड तपाईँहरूको होइन, अर्को साइड। कोच पनि अर्को साइड बस्दिनु होला। कोच टिम कोच अर्को साइड। धेरै धेरै धन्यवाद आदरणीय सोपाल समाज सफल भिरकोट 18 स्वरूप 18-19 सहयोग प्राप्त भइसकेको छ। हाम्रा नानीहरू त्यसको फाइदा अर्जुन जगरीलाई। अर्जुन जगरी 20 निवासी आदरणीय व्यक्तित्व स्वर्गीय श्री काजी गुरुङको छोरीहरू जिमा गुरुङ र सुजिना गुरुङको तर्फबाट पनि हामी माझी पञ्चायत युवा क्लबको कार्यक्रम सम्पन्न गर्नको लागि आर्थिक सहयोग स्वरूप 10,000 प्राप्त भएको छ। उहाँहरूलाई पनि हाम्रो क्लबको तर्फबाट आशीर्वाद प्रदान गर्न चाहन्छौँ। 21-18 भिरकोट 19 अर्जुन जगरी 21 19-21 अर्जुन जगरी 22 भिरकोट 19 कृपया आयोजक कमिटीका मित्रहरू फोटो सेसनलाई पछाडि जोडिदिनु होला। खेललाई डिस्टर्ब हुन्छ। कृपया फोटो सेसनलाई पछाडि जोडाउँदा अहिले खेललाई डिस्टर्ब हुने हुँदा भिरकोट 20 अर्जुन चौकारी 23 20-23 भिरकोट
यस पछाडिको खेल सिरबारी र राजकोटको बिचमा हुने हुँदा उक्त टिमका खेलाडी मित्रहरूलाई तयारी अवस्थामा रहनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। राजकोट र सिरबारीका खेलाडी मित्रहरूलाई तयारी अवस्थामा रहनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। यो सबै अर्जुन चौकारीले पहिलो सेट आफ्नो पल्टमा पार्न सफल भएको छ।